हाम्रो बीच कविता बहिनी यहाँ आइरहनु भएको छन्। उहाँलाई म 5 वटा नेपाली सेन्टेन्स सोध्ने छु र उहाँले चाहिँ कोसिस गर्नुहुन्छ ती 5 वटा नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न। अब हेरौँ उहाँले चाहिँ कतिको मिलाउन सक्नुहुन्छ। त बहिनी तपाईँ तयार हुनुहुन्छ? अलि जोडले तपाईँ भन्नुहोला, बुझ्नुभयो? ठिक छ। फर्स्ट नेपाली वाक्य यस प्रकारको रहेको छन्। म हरेक बिहान 1 गिलास दुध पिउँछु। I drink a glass of milk every morning. तर अलि तपाईँ जोडले बोल्नु अनि तपाईँ यहाँ हेरेर बोल्नु हुन्छ। ओके, कोसिस तपाईँ धेरै राम्रो गर्नु भएको छ। अब सेकेन्ड नेपाली सेन्टेन्स यस प्रकारको रहेको छन्। मेरो दाइले मलाई गृह कार्यमा मद्दत गर्नुहुन्छ। My brother help me with my homework. ओके, अब थर्ड नेपाली वाक्य यस प्रकारको रहेको छन्। हामी तरकारी किन्न बजार गयौँ। We went the market. We went the market to buy vegetables. ओके, अब सेकेन्ड लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छन्। कृपया जानु अघि ढोका बन्द गर्नुहोस्। Please close the door before you leave. अब लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छ। यसलाई पनि तपाईँ ध्यानपूर्वक सुन्नु अनि कोसिस गर्नु यसलाई ट्रान्सलेट गर्न। बालबालिकाहरू पार्कमा खुसी साथ खेलिरहेका छन्। The children are playing happily in the park. बहिनीले चाहिँ धेरै नै राम्रोसँग कोसिस गर्नुभयो इङ्ग्लिसमा ट्रान्सलेट गर्न। तपाईँ पनि कोसिस गर्नुहोला हाम्रो यी भिडियो हेरेर। थ्याङ्क यू।